हेलो गाइज, फाइनल्ली अहिले चाहिँ 7 बजिसकेको छ। ड्युटीबाट काम सकेर आइयो 7 बजे। अब रुम कुन बेला जाने हो, पकाउने कुन बेला, खाने कुन बेला केही ठेगान छैन। त्यसैले अब केही खानेकुरा लिन चाहिँ मार्केट जाँदैछौँ। अरू भने यस्तै हो, काम गरेर थाक्या जिउ थोरै भयो नि खानुपर्ने हो। खाना त जाँगर छैन, पकाउने जाँगर छैन, के गर्नु खै। यस्तै छ हौ जिन्दगी परदेशतिर साथी, गाह्रो छ गाह्रो। खाना खाउँ भने पनि खाना खानु मन लाग्दैन, कुन बेला गएर सुताउ जस्तो भएको हुन्छ जिउ गलेर। तर ठिकै छ, राम्रै छ, सोचे जस्तै ठाउँ छ, सोचे जस्तै परेछ। खासै गाह्रो भन्न त मिल्दैन यसलाई। अरूको हेरी त हाम्रो त एकदम सजिलो लाग्यो हो, किनभने अरू मान्छेहरू धेरै दुःख गरेर तर भिचल्ली परेका छन् अहिले होइन। त्यही अनुसारले आफूले यसरी काम गर्नु पाउँदा धेरै खुसी लागेको छ। त्यस्तै हो, अहिले चाहिँ यतातिर छौँ होइन मार्केटतिर। अरू भने यस्तै हो गाइस। अनि फाइनली अर्को मेन कुरा चाहिँ के छ भन्दाखेरि जति गाह्रो भयो भने गएर खाना बनाएर चाहिँ खानुपर्ने हो। तर पनि के गर्नु हो गाइस, अल्छी लाग्छ, खाना खानु पनि अल्छी लाग्छ। के गर्नु हो, यस्तो जाँगर लाग्दो त छँदै छैन नि हो। बिहान उठ फेरि पकाउ खाऊ हिँड आऊ, त्यो एउटै रोटेसन छ क्या। कहिले काहीँ चाहिँ होइन अलिकति डिफ्रेन्स हुनुपर्ने हो नि होइन। जाने त्यही बाटो, आउने त्यही बाटो, खाने त्यही बात, सुत्ने त्यही दिन, यस्तो तनाव हुन्छ, यस्तो छ अन्त अहिलेलाई चाहिँ यतातिर यस्तो छ। अहिलेलाई चाहिँ यत्तिकैमा इन्डिङ गर्दैछु। अर्को फेरि नयाँ भिडियो लिएर आउँछु 2-4 महिनापछि। त्यसम्मलाई चाहिँ अहिलेलाई चाहिँ टाटा बाई बाई भन्न चाहन्छु गाइस। टाटा बाई बाई, सी यू टुमरो आफ्टर 5 months later।